रोक्नु है। सर के हो सर? कहाँदेखि हो सर? घुमघाम गर्न घुमघाम गर्न? हजुर सर। के छ सरको डकुमेन्ट के छ? डकुमेन्ट छ सर, अब यहीँ लोकल हो हामी, अब मलमा छ सर। हेलमेट लाउनु भएन? हेलमेट अब यहीँ यतिकै घुम्नलाई आएको। घुम्नलाई आए पनि दुर्घटना भन्ने कुरा त्यो घुम्नलाई भनेर हुँदैन नि त, हेलमेट चाहिँ लाउनु पर्यो होइन र? अनि के छ डकुमेन्ट हेरौँ न सरको? डकुमेन्ट छ सर, मोबाइलमा छ। के नाम हो हजुरको? मेरो घनश्याम ओली हो सर। घनश्याम ओली। ल ए र बीको लाइसेन्स चाहिँ रहेछ, बिलबुक पनि रहेछ। अनि अब के छ, मापसी गर्नु चाहिँ चेक गर्नु त? मापसी गरेको छैन सर। के हो हजुरको मोबाइल? धन्यवाद सर। छैन है, मापसी गर्नु त भार हुन्छ, तर चाहिँ अब तपाईँले हेलमेट लाउनु भएको छैन, फोन प्रयोग गर्नु भएको छ, अनि ड्रिङ्क एन्ड ड्राइभिङ र फन एन्ड ड्राइभिङ एउटै हो कि थाहा पाउनु भएको छ? अहिले कतिपय दुर्घटनाहरू यो तपाईँको चाहिँ ड्रिङ्क एन्ड ड्राइभिङ र तपाईँको फन एन्ड ड्राइभिङ यो दुवै एउटै मानिएको छ। किनभने यसरी चाहिँ फन गर्दै एउटा हालले बाइक चलाउँदै हिँड्दाखेरि त भोलि दुर्घटना हुनसक्छ नि। दुर्घटनाको मुख्य कारण भनेकै यही ड्रिङ्क एन्ड ड्राइभिङ हो है। त्यसैले अब यो फन एन्ड ड्राइभिङ र ड्रिङ्क एन्ड ड्राइभिङ एउटै हो। दुर्घटना हुने मुख्य कारण भनेकै फन एन्ड ड्राइभिङ हो। हामी लापरवाही जति लापरवाही गर्छौँ त्यो चाहिँ गर्न भएन। अब तपाईँले चाहिँ ट्राफिक रुल्स अनुसार तपाईँले ट्राफिक भाइलेसन गरेको कारणले तपाईँले जरिमाना हुन्छ। तपाईँले जरिमाना गर्नलाई चाहिँ हामीसँग बिलबुक र लाइसेन्स तपाईँको चाहिँ फिजिकली छैन है। अब त्यसैले चाहिँ घर भए पनि अब जरिमाना गर्नलाई त अहिले यहाँ हुनु पऱ्यो नि त। यसोलाई यसो केही गर्न मिल्छ भने गरिदिनु अरे। होइन त यस्तो तपाईँको चाहिँ नजिकै हो भने केही फरक परेन। तपाईँको गाडी चाहिँ हामीले बाइक चाहिँ यहीँ राखिदिन्छौँ होइन, बाइक यहीँ राखिदिन्छौँ। अनि तपाईँले आफ्नो बिलको लाइसेन्स लिएर आउनुहोस्, अनि त्यसपछि आफ्नो गाडी चाहिँ बाइक चाहिँ लगेर जानु होला। तपाईँलाई ट्राफिक नियमावली अनुसार चाहिँ तपाईँले जरिमाना काटेर चाहिँ आफ्नो चाहिँ बाइक लगेर जानु होला है। ल तपाईँको चाबी मलाई दिनुहोस्, बाइक स्ट्यान्ड लाउनु चाहिँ। ल झर्नु, स्ट्यान्ड लगाएर झर्नु तपाईँ है। ए हस्।